दिस इज ब्याड ओके दिस इज ब्याड टिकटक 18+ यताउति भइसकेपछि अलिकति व्यवहारिक भएर यताउति भएर चलाउनु पर्ने प्लेटफर्म हो है बुझिराख यो कुरा चाहिँ किनकि चाँडै उमेरमा चाँडै सानै उमेरमा 15 वर्ष 14-15 वर्षमा भाइरल भएर यताउति गरेर 18-19 मा पुग्ने बेलासम्म यदि मान्छेको भ्युजहरू आउन थालेन यताउति हुन थालेन भने त्यो बच्चाले त्यो बियर गर्न सक्दैन त्यो कुराहरू खेप्न सक्दैन है अनि त्यसपछि डिप्रेसनमा जाने यताउति कुराहरू ओ पहिला यस्तो थिए मैले यस्तो भयो यताउति गर्ने यो कुराहरू हुन सक्छ है त्यसैले यो लाइफ भनेको यो उमेर भनेको पढ्ने बेला हो पढ्नुपर्छ पढ एसएलसी पास गर सकेसम्म कि +2 पास गर पढ्ने हो है अहिले यति बेलामा राजाहरू एकदम माया चाहिँ सबैलाई म सबैलाई रेस्पेक्ट गर्छु सानालाई माया ठुलालाई सानालाई माया ठुलालाई रेस्पेक्ट भन्ने कुरा त छँदैछ कि तर अलिकति मजा आएन है राजा है अलिकति मजा आउँदैन है धेरैवटा हामीले इक्जाम्पल देखिसकेका छौँ जुन सानसाना बच्चाहरूलाई अलिकति मिडियाले यताउति गरेर कहाँ पुगे के गरे भन्ने कुरा थाहा नै छ होला है त्यो कुरा चाहिँ एकदम नराम्रो है पढ्ने बेलामा बच्चाले पढाउनु पर्छ पढ्ने उमेर पढ